फर्ममा हुन्छ बन्दैन कसले बन्दैन फर्म चाहिँ हाम्रो फेरि यस्तो भयो दादा हैन फर्म चाहिँ कस्तो हो नि एकैचोटि हामीले भइदिन्छ कसरी गरेको भनेदेखि पहिला सुरुवातमा हामीले उतापट्टि च्याउको फर्ममा राखेको बाख्रा त्यसपछि यो बनायो दोस्रो लट थर्ड लट चाहिँ हामीले उतापट्टि बनायो त्यही त बिस्तार हामी चाहिँ अहिले त्यो दाना पानी सबै जलिसकेपछि बडारलाई चाहिँ चाबाट मेसिनबाट कटिङ गरेर दिइरहेको यो अहिले काठ मात्रै छ पुरै है काठ मात्रै राख्छ यिनीहरूले अरू सबै खान्छ के खान्छ बिचरा यो काठ चाहिँ अब तल अनि यो कुन चाहिँ घाँस हो यो के यो बडार बडार ए बडार घाँस चाहिँ कटिङ गरेर दिएको मेसिन ए कटिङ गरेर दिएको यो खाले ए लेटेस्ट मोडलमा रहेछ लोकल हो गोएर कसार छ अहिले हामी यो अवस्थामा छौँ कि अब यो सबै डढिसक्यो हामीसँग आर्थिक कम छ होइन त्यही भएर कोही इच्छुक हुनुहुन्छ हामी बाख्रा बेच्न पनि रेडी छौँ कस्तो चाहिएको जस्तै बोको चाहियो बोको पाठी चाहियो पाठी मौ चाहियो मौ बोयर बोको चाहियो 100को बोको पनि छ भनेपछि जतिसक्दो अब यो बाख्रालाई अब दाना पानी म्यानेज गर्नु गाह्रो भन्दा होइन त्यसले गर्दा दानै छैन बाख्रा चाहिँ बिक्रीमा छ होइन जतिसक्दो बाख्रा बिक्रीमा हाम्रो अब बाख्रामा टोटल हाम्रो बाख्रा बिक्रीमा के छ बिक्री हुन लायकको चाहिँ के छ बोका त्यसै पाठीहरू के छ पाठी पनि छ अनि हामीसँग पाठी छ कौला पाठी छ बोको छ बेहुली पर्ने माउ छ ब्याइसकेको माउ छ ए अनि बिहार हुन लागेको बोको छ त्यसपछि एक दुईवटा बोको चाहिँ बुक भएको छ हाम्रो यसै के अरे सापडाँडा स्थित हाम्रो के अरे हाम्रो उसले चाहिँ भीमको दाई चाहिँ एउटा बोको बुक गर्नु भएको छ 50% बोका त्यो एउटा मात्रै बोको बुक भएको छ अरू सबै बेच्नेवाला हुन्छ त्यो चाहिँ बुक भइसक्यो त्यो चाहिँ हामीले अरू चाहिँ सबै यिनीहरू सबै बेच्ने हो यो सबै बेच्ने अब हामीले सकिँदैन अब हामीसँग दाना सक्यो मिसिन पनि सक्यो इभन मिसिन पनि छैन अब धेरै गाह्रो हुन्छ सक्यो मिल पनि सक्यो सबै कुट्ने पिट्ने मिसिनै सक्यो अब गाह्रो हुन्छ यसलाई म्यानेज गर्नु यिनले के पारेर खुवाउने अब मेरो रगत लिएर हुँदैनन् होइन पराल खाँदैन यिनीहरूले होइन त्यही भएर यो चाहिँ हाम्रो त्यो बिक्रीमा अब यो पुरै बाख्रै बिक्रीमा त्यही त नि अब यति बेला हामी सुपथ मूल्यमा अब मूल्य भनेको 2 0को समझदारमा चाहिँ पर्ने रेटमा चाहिँ हामी बाख्रा बिक्री हो यसको बच्चा दिन्छ बोको बच्चा हामीसँग यदि एक मुष्टमै खोर उठाउनेमा व्यक्ति छ भने हामी एक खोर त्यो पनि मिलाएर दिन सक्छ है एक मुष्टमा दियो भने चाहिँ के हामीसँग यस्तो रातो खोज्यो भने रेट गएर पनि जग्गा हुन्छ तपाईँको 1.5 महिनाको बोको हो लगभग मेरो अन्दाजी यो चाहिँ कम्ती 12 किलो होला एकदम रेड बोयर रातो कलरको बोयर आएको छ यो बोयर बच्चा